यसको लागि आएको नि हामी गाँ धरानदेखि आएको धरानदेखि ल सो गाइजहरु हामी धरानदेखि रावा खोलासम्मको यात्रा फिसिङ हान्नुको लागि सो गाइजहरु देख्न सक्नुहुन्छ सबै रेडी भइसक्यो 2-3 जना दाइहरु चाहिँ अगाडि गइसक्यो भयो अब हाम्रो पालो जाने बाटोको बिजोग कस्तो छ यति एरिया मात्रै अलि राम्रो रहेछ अनि आमामा माथि पनि उस्तै छ ग्राभिल मात्रै तल पनि ग्राभिल कहिले पुग्ने हो हैन भाइ अब हामी झरेर खानु पर्छ ल माछा हजुर माछा खानु पर्छ ल तल असला तर असला माछाले पनि काम नगर्ला जस्तो छ यो बाइक चलाएको नाडीमा अब गाह्रो छ कस्तो छ त अहिले हिरिक्कै अन्डर बिगार्दै बाटो फेरि हेरिराखेको छ हजुर यो अनि यो थाकेर यार उरालो पनि यसरी आफ्नै वेटले झर्दैछ बाइक अन्त नि आफै बाइक झर्दैछ आफ्नो वेटले यार केही अब पर्यो केही छ भन्नु तपाईले मलाई केही छैन भाइहरुले अब राखा खोलाको माछा खुवाउने हो हैन हजुर टक्क भरै स्विमिङ हान्नु पर्छ स्विमिङ त हान्नु पर्छ आज अहिले उता 2 जना दाइहरु फेरि बुढो अनर उता खुम्चाउने आउँदैछ अनि त्यो वेटले आफै बाइक So finally हामी चाहिँ अहिले सप्तकोशीको यात्रा चालु यक्कै होटलमा श्रेष्ठ होटलमा आइपुग्यौं यो तपाई किन लसिरहेको छ के छ सर यो मिलाएर लाउँ सो गाइजहरु फाइनली रावा खोला आइपुग्यो हजुर आजको हाम्रो डेस्टिनेसन चाहिँ यही नै हो अब बस्ने चाहिँ कता हुन्छ त्यो चाहिँ अब फिक्स गर्नुपर्छ क्याप्टेनहरु यता आइसक्नु हुन्छ माछा पनि हामी यसकै लागि आएको मिशन कम्प्लिट डेस्टिनेसन चाहिँ कम्प्लिट भयो अब मिशन त कहाँ मिशनमा त छिरेकै छैनौँ नि हाम्रो डेस्टिनेसन उहाँदेखि हिँडेको डेस्टिनेसन भनेको चाहिँ यही हो अब हाम्रो छुट्टै मिशन छ नि यसको त नि माछा त महँगो रहेछ नि त नि के अरे खोइ दाइ थोरै 3000 को माछा देख्न सक्नुहुन्छ यो माछा चाहिँ 3000 को मात्रै 3000 को है एउटा सिलको 100 रुपैयाँ रे एउटा सिलमा कति हुन्छ 1 2 3 4 5 7 पिस 6 पिस हुँदो रहेछ कति हजार रुपैयाँको 12 किलो चकन भुटिँदैछ है बाइकहरु यता भयो हाम्रो अनि यहाँ चाहिँ अहिले अब बसेर यसो खाजासाजा खाने कुरा भयो अनि माछा भुटेर खाम्न त भन्ने कुरा भयो एकछिन बसाइ हाम्रो हजुर फाइनली आइपुग्यो नि त फाइनली आइपुग्यो त अनि फेरि टक्क आफ्नो पनि भिडियो चाहिँ लगाइदिनु पर्यो त अन्त मेरो हजुर अनि दाइ यसलाई सोधाउँदै छ हजुर ओरालो एकछिन रेस्ट गर्छु हजुर यो पानीको कटेजमा पानी जस्तै रहेछ कट लाँदै अनि तपाईँ भन्दा खै छोड्नु त पुरै पार रेस्ट त यता गर्नुभएछ त नि पुरै पार रेस्ट त यता गर्नुपर्छ त नि खाने हो नि मेरो एकदम महँगो मासु ए खा त भयो त यहाँ माल निकाल्नु नि हजुर किन आइदिनु एउटा यसो गरौँ
हाम्रो फाइनल डेस्टिनेसन बल्ल पुरा कम्प्लिट भयो कि अब हाम्रो डेस्टिनेसन बल्ल कम्प्लिट भयो नि त यसको लागि आएको नि हामी कहाँ धरानदेखि आएको धरानदेखि भाषामा हान्ने हो भने माछा टिप्ने भाइहरू रहेछ नि तुलबहादुरले लगेर फाइनली हामी आजको रात कटाउने ठाउँसम्म चाहिँ आइपुग्यौँ यो रावा खोलाको पुलकै माथिल्लोपट्टि पर्ने रहेछ यो घरमा बस्न आँटेको आज हामी बाइकहरू यता भयो एकजना दाइ चाहिँ तलै आउनु रहेछ धरानदेखिको खानाको माछा खुवाउन सिकाउने नै म यो दाइ हो काट्नु भयो हुन्छ एउटा हुन्छ पाउनु होइन हामी त उहाँदेखि आउनु नि सबैले असलमा छैन त यो हजुर यो कसको के पानी के रहेछ हौ यो झुकेर खाने कि खुर्सानी चाहिन्छ भने यहाँ है यो मासु जतिकै होला खुर्सानी होइन चाहियो भने खाउँ भने कहाँ चाहिँ राख्नु भने यो त छुने त हो भन्छ यो पनि जोकर है क्या यो त्यो अर्को यो चाहिँ मेरो म पनि धरान 10-15 दिन बसेँ हौ कहाँतिर हो तपाईँहरूको हाम्रो कसैको 15 नम्बर छ नम्बर त मलाई किन थाहा हुन्छ नि म चाहिँ 3 फेज मिटरको लागि गएको थिएँ कि अल धरानै घुमिदिएँ कि पुरै